आज हामी सिक्किमको एउटा निकै लामो र भनौँ न अलि जटिल संवैधानिक प्रश्नबारे कुरा गर्दैछौँ। यो एउटा यस्तो कथा हो जहाँ पहिचान त छ तर राजनीतिक आवाज भने गायब छ। कथाको सबैभन्दा ठूलो विरोधाभास नै यही हो। हेर्नुस् त, एकातिर सन् 2003मा लिम्बू र तामाङ समुदायलाई अनुसूचित जनजातिको मान्यता दिइयो, तर अर्कोतिर आज 23 वर्ष बितिसक्दा पनि उनीहरू विधानसभामा आफ्नो प्रतिनिधित्वबाट वञ्चित छन्। कस्तो अचम्मको कुरा, होइन त? आखिर यो कसरी सम्भव भयो? कुनै समुदायले संविधानबाट मान्यता पाउने तर आफ्नै विधानसभामा आवाजहीन हुने? मान्यता र प्रतिनिधित्वको बीचमा यति ठूलो खाडल कसरी बन्यो त? ल, आउनुहोस् यसैको गहिराईमा पुगेर बुझ्ने कोसिस गरौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। यहाँ हामी त्यो मान्यताको कुरा गर्छौँ जुन दिइयो, तर त्यससँगै आएको वाचा भने अधुरै रह्यो। हो, 23 वर्ष। सोच्नुस् त, यो कुनै छोटो समय होइन। 2 दशकभन्दा पनि बढी भयो सिक्किमका 2 आदिवासी समुदायहरू आफ्नो संवैधानिक अधिकार कुरेर बसेको। यही लामो लामो प्रतीक्षाले नै यो मुद्दालाई यति गम्भीर र महत्त्वपूर्ण बनाएको छ। यो अनौठो स्थितिलाई बुझाउन एउटा शब्द नै बनेको छ, आरक्षित सिट बिनाको आरक्षण। मतलब दर्जा त दियो, तर त्यो दर्जालाई सार्थक बनाउने राजनीतिक शक्ति, त्यो सिट नै दिइएन। समस्याको जड नै यही हो। त्यसो भए अब हेरौँ भारतीय संविधानले यस्तो अवस्थामा के भन्छ त? अनुसूचित जनजातिहरूको लागि के वाचा गरिएको छ? सामान्य नियम अनुसार त के हुनुपर्ने हो? संविधानको धारा 332मा यो कुरा एकदमै स्पष्ट छ। यसले भन्छ कि जनसङ्ख्याको अनुपातमा अनुसूचित जनजातिहरूका लागि सिट आरक्षित हुनै पर्छ। यो त ग्यारेन्टी हो। त्यसैले त 2003मा मान्यता पाएपछि सबैले सोचेका थिए अब सिट पनि पक्कै पाइन्छ। तर त्यो अपेक्षा, त्यो संवैधानिक वाचा आजसम्म पूरा हुन सकेको छैन। तर कुरा यति सिधा पनि छैन। यो कथामा एउटा ठूलो मोड आउँछ, र त्यो मोड हो सिक्किमको आफ्नै विशेष संवैधानिक व्यवस्था, जुन अरू कतै लागू हुँदैन। यहाँनिर आएर कुरा एकदमै जटिल बन्छ। हेर्नुहोस्, एकातिर छ देशको नियम धारा 332, जसले भन्छ एसटीलाई सिट दिनैपर्छ। अर्कोतिर छ सिक्किमको लागि मात्र बनेको विशेष नियम धारा 371F, जसले भन्छ 1 मिनट, संसदले त्यहाँको जातीय सन्तुलन हेरेर निर्णय गर्न सक्छ। हो, यही 2 नियमको टकरावले गर्दा यो मुद्दा यति नराम्ररी अल्झिएको हो। अब सिक्किम विधानसभाको हालको संरचनालाई हेरौँ। यहाँ भुटिया लेप्चा समुदायका लागि 12 सिट, सङ्घका लागि 1 सिट र अनुसूचित जातिका लागि 2 सिट आरक्षित छन्। तर याद गर्नुभयो, एसटीको मान्यता पाएका लिम्बू र तामाङ समुदायको नाम कतै छैन। उनीहरूका लागि कुनै आरक्षित सिट नै छैन। उनीहरूले पनि बाँकी 17वटा सामान्य सिटमै प्रतिस्पर्धा गर्नुपर्छ। त्यसो भए यत्रो वर्षसम्म किन केही भएन त? 2 दशकभन्दा बढी समयदेखि यो मुद्दा किन जहाँको त्यही छ? आउनुहोस् अब यो दशकौं लामो गतिरोध पछाडिका कारणहरू हेरौँ। यो 23 वर्षीय यात्रालाई हेर्दा एउटा ढाँचा देखिन्छ। 2003मा मान्यता त मिल्यो, तर 2008मा जब सिट बाँडफाँड गर्ने बेला आयो, उनीहरूलाई समेटिएन। 2016मा सर्वोच्च अदालतले भन्यो यसको समाधान राजनीतिक रूपमा खोज्नुपर्छ। सरकारहरू आए गए, वाचा गरे, तर 2026सम्म आइपुग्दा 23 वर्षपछि पनि स्थिति जस्ताको तस्तै छ। समय मात्रै बितिरह्यो। आखिर किन यस्तो भयो त? किन यो गतिरोध तोडिएन? यसका केही मुख्य कारणहरू छन्। पहिलो, 2008को सिट निर्धारण पुरानो अर्थात् 2001को जनगणना अनुसार गरियो, जतिबेला उनीहरूले मान्यता नै पाएका थिएनन्। दोस्रो, सर्वोच्च अदालतले नै भनिसकेको छ कि यसको लागि संसदले छुट्टै कानून बनाउनुपर्छ, जुन भएको छैन। र तेस्रो, सबैभन्दा संवेदनशील कुरा, सिक्किमको जातीय सन्तुलन बिग्रिन्छ कि भन्ने राजनीतिक डर। यी सबै कारणले गर्दा 32 सिटलाई 40 बनाउने प्रस्ताव पनि कहिल्यै कानून बन्न सकेन। ल, यति धेरै कानून र राजनीतिको कुरा गरियो। अब एकछिन यी सबैलाई पन्छाएर यसको मानवीय पक्ष र न्यायको मूल प्रश्नमा जाउँ। लोकतान्त्रिक व्यवस्थाले न्याय दिन ढिलाइ गर्न सक्छ, तर सधैँका लागि प्रतिनिधित्वलाई नकार्नु हुँदैन। यो भनाइले ठिक यही अवस्थालाई सङ्केत गर्छ। किनभने न्यायमा ढिलाइ हुनु पनि त एक प्रकारको अन्याय नै हो, होइन र? अझ खास गरी जब कुरा प्रतिनिधित्वको अधिकारको हुन्छ।
र यो कुरा बुझ्नु एकदमै जरुरी छ। यो मुद्दा अब संविधानका धारा र उपधाराको बहस मात्र रहेन, यो त सम्मान र आवाज पाउने अधिकारको लडाईँ बनेको छ। यो केवल केही सिट सङ्ख्याको कुरा होइन, यो त लोकतान्त्रिक प्रक्रियामा एउटा पुरै समुदायको आत्मसम्मान र स्थानको कुरा हो। त्यसैले अन्त्यमा एउटै प्रश्न बाँकी रहन्छ, जुन प्रश्नको उत्तर आजसम्म मिलेको छैन। आखिर यो प्रतीक्षा कहिलेसम्म?